कोनिचिवा मिनासान ओकेन के देशका ल तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला है त ल आज हामी एउटा खान्जी लेख्न सिकौँ है त खान्जी चाहिँ के हो भन्दाखेरि खान्जी सिक्ने लेख्ने तरिका चाहिँ आफ्नो छुट्टै छुट्टै हुन्छ खान्जीको दुईवटा मिनिङ हुन्छ एउटा ओनियोमी अर्को कोनियोमी यो त तपाईहरु हामी सबैजनालाई थाहा भएकै कुरा हो ल आज म तपाईहरुलाई एउटा खान्जी लेखाउन सिकाउन गइरहेको छु त्यो खान्जी चाहिँ नर्मल लाइफमा बेसिक लाइफमा चाहिँ धेरै युज हुने खान्जी हो र त्यो खान्जी के को भन्दाखेरि मोचिमास भन्ने खान्जी मोचिमास भने के हो त बोक्नु हो यो बोक्नु मोचिमासको खान्जी चाहिँ कसरी बन्छ त भन्ने कुरा चाहिँ ढिलो नगरी हामी लेख्न सिकौँ है त ल आउनुहोस् पहिला मोचिमासको खान्जी डाइरेक्ट लेख्छु त्यसपछि कसरी बन्छ त भन्ने खान्जी चाहिँ हेरौँ है त ल यो खान्जी चाहिँ मोचिमासको खान्जी हो यो खान्जी चाहिँ दुईवटा रेडिकल मिलेर बनेको हुन्छ जस्तै हेर्नुस् त यो अगाडिको यो छ नि यो अगाडिको पार्ट मात्र हेर्नुस् त यो पार्ट चाहिँ के हो खान्जी त भन्दाखेरि यो अगाडिको खान्जी चाहिँ हाम्रो यो खान्जी चाहिँ के हेन भन्ने खान्जी जनाउँछ ते भने के हो त हात भनेपछि हातले गर्ने क्रियाकलाप कुनै पनि एक्सन हातले गर्छ भने यो खान्जीले जनाउँछ अब हामीले यो कुनै खान्जी थुप्रै खान्जीमा चाहिँ यो खान्जी चाहिँ जोडेर आएको हुन्छ यो खान्जी देख्ने बित्तिकै हामीले हातले गर्ने क्रियाकलाप रहेछ है कुनै पनि चिज हातले बोक्नु पर्ने रहेछ है भन्ने चाहिँ हामीले बुझ्नुपर्छ जस्तै यो खान्जी जोडेर आएको खान्जीहरू जस्तै उचु भने के हो हान्ने काम केले गर्छ हातले गर्छ र अर्को ओसुमा पनि यो खान्जी देखिन्छ यो ओसु भनेको थिच्ने काम पनि केले गर्छ हातले गर्छ भनेपछि यो खान्जी आयो भने हामीले हातले गर्ने क्रियाकलाप भन्ने बुझ्न्छ है त अब अर्को रेडिकल हेर्नुहोस् यो पछाडिको के को खान्जी भन्दाखेरि यो खान्जी हाम्रो तेरा भनेको खान्जी है त तेरा भने के हो त तेरामा चाहिँ अगाडि पोलाइट शब्द ओ राखेर चाहिँ ओतेरा भनिन्छ ओतेरा भने के हो त मन्दिर चाहिँ ओतेरा भनिन्छ यो पछाडि खान्जी ओतेरा हो ओतेराको खान्जीको अगाडि यो तेहेनको तेको खान्जी जोडेर आयो भने मोचिमास भन्ने खान्जी बन्द रहेछ अब यो मोचिमास खान्जी चाहिँ कसरी चाहिँ स्टेप बाई स्टेप लेखिन्छ त भन्दाखेरि हेरौँ है त अब हाम्रो पहिलो स्टेप चाहिँ एउटा सिधो धर्का तान्नुहोस् दोस्रो स्टेप चाहिँ सिधो धर्कामा एउटा ठाडो रेखा तान्नुहोस् र तेस्रो स्टेप चाहिँ सिधा धर्कामा रेखा तानेर हल्का छर्के एउटा रेखा तान्यो भने ते हेनको भन्ने खान्जी बनेको अब अर्को खान्जी हाम्रो तेराको खान्जी चाहिँ त्यसलाई चाहिँ म सिर्फ 4 स्टेपमा मात्रै सर्टकटमा सिकाउँछ है त पहिलो स्टेपमा चाहिँ सिधै प्लस बनाउनुहोस् त्यसपछि दोस्रो स्टेपमा प्लस बनाएर एउटा मुनिबाट काट्नुहोस् यो दोस्रो स्टेप भयो अब यो मात्रै खान्जी आयो भने के जनाउँछ भन्दाखेरि चुची भनेको जमिन अथवा दोयोबीको दो भन्ने जनाउँछ है त अब तेस्रो स्टेपमा चाहिँ यतिको काटिनुहोस् र हाम्रो चौथो लास्ट स्टेपमा चाहिँ यति गरेर यति तानेर यहाँ एउटा कमा राख्नुहोस् 4 स्टेपमा यो तेरा भनेको खान्जी बन्छ अब यो दुईटा खान्जी जोडेर एकैचोटि लेख्दा मोचिमास भन्ने खान्जी निर्माण हुन्छ यसरी ल मिन्नासान तपाईहरुले यो खान्जी कसरी पढ्नु भयो त कमेन्ट गर्नु होला या कोकोमारी नेसिमास सायोनारा।